नाच्नु आज चाहिँ सरप्राइज दिनुपर्ने हो बुढीलाई। आज खुसी हुने आज त फाइनली के भन्छ फाइनली ल्याइदिएँ नि मैले। बुढी ए बुढी यो कहाँ गयो? आज त सरप्राइजमा त लुकाएर पो लगिदिनु पर्ने हो क्या। के लुकाउने यस्तो बोकेर गयो खुसी देख्नु पर्यो नि त होइन। अरे अरे कहाँ गयो यो? कहाँ गयो छ? गोठमा पो छ क्या। गोठमा पनि छैन। बुढी ए बुढी आकान्छे कहाँ गयो यो? ओइ अच्छा कहाँ गएछ? झन् आज त्यत्रो साह्रै किडी ल्याइदिएको सरप्राइज दिउँ भनेको कहाँ गयो? मलाई सरप्राइज त दिएन कि। आहा अर्कोसँग त गएन कि यो। गयो भने त म त बर्बाद जान्छ त हौ। कहाँ गयो? कहाँ गएछ यो? मलाई भनेर जान्थ्यो सधैँ त। लो यो कहाँ गयो छ? अब यस्तो टेन्सन हुन्छ कि कहाँ गएछ? अच्छा के हो? अब यो मेरो बुढीले लेखिरहेको रहेछ। म अब गएको पढ्नु पनि आउँदैन राम्रोसँगले। के लेखिरहेछ? घाँसमा गएको भनेको कि के हो? छोडेर गएको है? छोडेर गएको भन्छ। छोडेर गएको? छोडेर गएको? मैले के गल्ती गरेको थियो? ल अब छोडेर चाहिँ कहाँ गयो नि? बिचरा अस्तिदेखि साडी ल्याइदिन्छु भनेको साला केटाहरूले बिगार्यो। बिचरा त्यसमै पनि मन दुखेको थियो कि क्या हो? साडी ल्याइदिन्छु भनेको थियो मैले, कति दिन मन दुखाएँ। आज ल्याइदिएको बेलामा छैन। अब कसलाई लगाउने हो चाहिँ म? रक्सी खानु हुँदैन हो, केटाहरूले बिगार्छ। अब यो साडी पनि म कसलाई दिनु, कसलाई लगाइदिनु? घरमा एक्लै भयो। रक्सीले बिगार्यो मलाई, रक्सीले बिगार्यो। अब यो लाएर म के गर्नु? यो म राखेर के गर्नु? यो म लाउनु अब बुढी फर्केर आइज ल। नाच्नु के गर्नु म अब? साला बुढीले अस्तिदेखि सम्झाउँथ्यो नखा भनेर, जबरजस्ती खाइयो। आज गयो बुढी पनि गयो, सारा पनि केही छैन। नछोड्ने त रक्सी मात्रै हो नि, तर बिगार्ने पनि रक्सी नै हो। रक्सीसँग रिस उठेर आयो म त। त्यो निर्दोषलाई के दोष दिनु? रक्सी
त्यो दाजुलाई पो गएर हानिदिउँ क्या म त जाउँ क्या हानिदिउँ क्या गएर दाजुको पनि तर के गल्ती आफ्नै खिचान्दास बुद्धिले हो मलाई याद छ साला अब म के गर्नु साला यस्तो राम्रो बुढी घर हेर्ने बुढी अब कहाँ पाउनु म लिनु जाँदा पनि कहाँ गयो त्यो माइतमा पनि छैन भन्छ कल गर्दा के गर्नुपर्ने म त टेन्सन भयो रक्सीले गर्दा बिगारेकै पारा त सबै हो मलाई याद छ नि अब यसको काम के गर्नु यसको काम छैन मलाई अब यत्रो लगाइदिएको सो गाइस यो भिडियोबाट के बुझ्नुभयो तपाईँले है सो मैले चाहिँ यो भिडियो चाहिँ अस्तिदेखि बनाउँदै गरेको पार्टको भिडियो हो सो यो भिडियोलाई चाहिँ मैले चाहिँ बुझोस् एउटा सन्देश अनुसारले बनाएको थिएँ है अब यस्तो हुन्छ तपाईँले भिडियो हेरेर बुझ्नु सक्नुभयो होला सो त्यही थियो होइन खास भिडियोको मोडल अफ भिडियो भनौँ होइन सो त्यही हो साथीभाइको उयोले सङ्गतले है साथीभाइको कुराले रक्सी खाइले चाहिँ अब घरबार बिग्रिन्छ भन्ने यही थियो है बुझाउने सो गाइस सपोर्ट गरेर राखिदिनुहोस् होला है आजको भिडियो त्यो फन भिडियो खासै भन्नुपर्दा फन भिडियो होइन तर त्यस्तै फन भिडियो पाराकै एउटा जानकारी भिडियो हो सो सपोर्ट गरेर राखिदिनुहोस् है त